गर्दैछ नि त उसले होइन साह्रै अवमूल्यन पनि गर्दै होइन। तिनवटा मागमध्ये एउटा माग त पुरा भयो होइन, तिनवटा मागमध्ये एउटा माग त हाम्रो सरकार हुनुपर्छ भयो होइन। अर्को माग के एन्टी करप्सन गठन गर्छु भने छ। गृहमन्त्रीलाई अस्ति भेटेर आएको थिएँ मैले। अनि 46 सालदेखि सकिन्छ र 46 सालदेखि हुँदैन, 46 सालबाटै सुरु गर्नुपर्छ। राष्ट्र सेवक भनेपछि सरकारी कोषबाट 1 रुपियाँ खल्तीमा हाल्नेको पनि छानबिन हुनुपर्छ। त्यहाँ यो ठुलो मान्छे, यो मालपोत भूमि सुधारको हाकिम, यो कार्यालय सहयोगी नहुनुहोस्, सबैलाई एउटै दायरामा ल्याउनुहोस्। किन सकिँदैन? म अपिआरमा 8 वर्ष बिताएर आएको छु, सबै महाशाखा हेरेको छु मैले। गैर कानुनी सम्पत्ति आर्जनको सिएल त महाशाखा सिङ्गै 3 वर्ष ह्यान्डल गरेर आएको छु। देशभरिका नेताहरूका सम्पत्तिका चाहिने पाक्रो 3 पुस्ते चाहिने पढेर आएको छु मैले। त्यो गर्नु भएन भने त तपाईँको चाहिँ के भने अब यो जिएनजीलाई पो शक्ति सञ्चय गर्न यत्रो टाइम लाग्यो। उनीहरूको त अलरेडी शक्ति सञ्चय छ। मेरो गाउँको झिने नेताले के भन्छ, कुन दुनियाँमा छ त्यो शेरबहादुरको आशीर्वाद पर भोट 1 लाख छुटेछु। एउटा मेयरको मान्छेले पर भोट 1 लाख दिन सक्ने क्षमता छ भने सबभन्दा पहिला तपाईँलाई कति छ त्यो 1000 र 500 को नोट सुशीला कार्कीले गर्न मिल्छ किन जे पनि गर्न मिल्छ। म त भन्छु सुशीला कार्कीले जे पनि गर्न मिल्छ। अहिलेको हेर्नुहोस् त बिस्तारै गरिरहेछ कत्रो त्यो अघि भन्नुको विषय बुझ्दै